यति बेला चाहिँ पसिनाले खोला बगेको छ। हामी जङ्गलमा छौँ होइन, यति बेला साङ काट्ने भन्नेमा छौँ होइन। अझै हामी हर्सेगुम जान्छौँ पहिला। हर्सेगुमबाट बल्ल धुरी भन्नेमा जान्छौँ। धेरै पछि जङ्गल आएको, पसिनाको खोला अब। यति बेला हामी होइन धेरै उकालो चढिसकेपछि हर्सेगुम भन्नेमा आएका छौँ। हर्सेगुम म पहिला चाहिँ त्यहाँ हाम्रो चाहिँ विशेष गोठ लाग्ने चाहिँ धुरी भन्नेतिर हो, धुरी अमिल वन भन्नेतिर। तर हाम्रो गोरुहरू फेरि अहिले हर्सेगुम छ भन्ने सुनेर पसिना आयो अनि हर्सेगुममा आयौँ। यहाँ चाहिँ दुईजना गोठालोहरू, हाम्रो चाहिँ विशेष गाई गोरुहरू चाहिँ धुरी भन्नेतिर जान्छ, धुरी अमिल वन भन्नेतिर। तर यो वर्ष चाहिँ मेरो गोरु चाहिँ यता हर्सेगुम भन्नेमा आएर यताबाट धुरी लगेर बल्ल घर जाने। आज जसरी पनि घर जानुपर्छ। सबै गोर्लाहरू धुरीतिर गयो भने हामी चाहिँ हर्सेगुम। फाइनली हामी चाहिँ हामी हर्सेगुम आइसकेका छौँ है। यो चाहिँ ट्याक्क यो हाम्रो भान्जा होइन। यो गोठहरू चाहिँ यस्तो छन्। ट्याक्क यहाँबाट जताकतै देखिन्छ, यहाँबाट देखिन्छ खोलेसाङ देखिँदो रहेछ, सेउला अलिअलि देखिँदो रहेछ, सन्तर अनि घोसा देखिँदो रहेछ। यहाँ बस्न नै आनन्दै, हिमालहरू त नजिकै देखिँदो रहेछ। यति बेला हामी हर्सेगुममा छौँ। हामी यस्तोमा पनि बस्ने भान्जा गोठाले। भो परिनु भएको फेरि पर्सेन्ट परिन भाइले नि बिहा गरी यतै बस्छ भन्दा मान्न नि यार। कता छ है माया गुरु खाना हेर्दा गाई सिट आना त मैले हेर्नुला यहाँबाट फर्क्यो भने मेरो गाई हेर्ने कि त्यो ठोका गुरु हेर्ने गाई सिट चढ्नेबाट हेर्थेँ। गुरु गुरु जुन चाहिँ जान्छ दादा यहाँ बस्दै बस्दैन देख्यौ। यहाँ गोबर सोबर केही छैन, यहाँ बस्दै बस्दैन। यता त फाङफाङ छ नि त यहाँ मन्दिर त त्यो ठोक्का पछि त्यहाँ बस्दै बस्ने। ती सादा मेरो तिन त चारवटा छन्। भोटेल हेर्दा काट्छु भनेर दुईवटा परे बाँधेर कोही भित्र बाँधेर यता गाई सिट छोडिदिने, सुत्ते पल्लो खोला धारामा गराने फर्काने। दरानेन छेगेन यो त हाम्रो फेरि हर्सेगुमको गोठ लिने ठाउँ है गाइस होइन। या हावा कोइला हरिसँगै उडेर नमानबो अझै माथि चौरमा गएर जाने हो नि त। हामी चाहिँ यहाँ अब गोरस खाएर ट्याक्क अब यहाँ फेरि गोठमा बस्न त्यत्तिकै मन लाग्दैन। गोठमा बस्न त्यत्तिकै मन त लाग्दैन कि यार, यस्तो देखिन्छ होइन ट्याक्क भ्यूहरू होइन। यति बेला जुगा ओ माटुने जुगा त
जुगा यस्तो जुगा लागिरह मा इह हेट अब मा झुत्ते झिर फाल्नु जस्तो भइसक्यो फाइनल्ली हामी चाहिँ गोरु चार्दै यति बेला ठकिर भएको अवस्था छ हामी चाहिँ जङ्गलमा छौँ अब हाम्रो यहाँ जुगा फाल्नेको क्रियाकलाप हुँदैछ हैन इ यस्तो तपाईहरुले यो देख्नुभयो भने फेरि ज्यानै सिरिङ्ग हुन्छ नि फेरि यस्तै फाल्दा नि यो जान्न नि यस्तो फेरि फाल्ने त इस तरिका तर एक ठवर चट्का छैन कि यसले फेरि तोके छैन अहिलेसम्म तर लाग्न चाहिँ यस्तरी लागेको केलाई तर एकचोटि पनि तोके छैन के तर यस्तै बस्ने भने चाहिँ तोक्छ होला फाइनल्ली अब हामी चाहिँ गोरु चार्दैछौँ 2-1 घन्टा भयो गोरु चारेको तै पनि हामी चाहिँ गोरु पाएका छैनौँ यतापट्टि सजन भान्जा निरन्तर कसिनु भयो गोरु खोज्नलाई त्यसपछि हाम्रो परिन भाइ नि गोरु खोज्नलाई चाहिँ एकदमै खोज्नु भएको छ अहिले चाहिँ थकिर अवस्थामा चाहिँ देख्नुहुन्छ परिन भाइ टोपी सोपी पनि फाल्यो हुन्थ्यो एकछिन पुरा बुट सुट खोलेर वा टोपी त फालिहाले यहाँ भान्जा नि त्यस्तै कसिँदैछ नि बुट पल्टाउँदैछन् यो बुट पल्टाउनुको अर्थ चाहिँ के भनेपछि यहाँ बुटको यहाँ तलबाट चाहिँ जुगा यहाँ भित्र गएर बस्छ यहाँ माथि जान पाउँदैन अनि यहाँ चाहिँ डल्ला परेर बस्छ यसको मुख्य काम चाहिँ त्यो हो फाइनल्ली हामी चाहिँ अहिले चाहिँ धोका काट्ने मान्छेलाई भेटेछौँ ओइ मेरो यो साली हो भेना भन्दै छ ती यहाँ धोका काट्ने मान्छे यो नाउर भाइ यता यता काँडा झिक्न लाग यता यता नगनको हो यार यस्तो होइन धोकाको भारी प्रेसरेसन सँगसँगै आएको नास्ता रोटी ल्याउनु पऱ्यो ओ साला लाइट त टाउकोमै छ त फाइनल्ली एउटा बेला चाहिँ हामी ढुरी भन्नेमा आहाम बम काजीले हेर्नुभयो यता एकदम मिठो मुस्कानको साथ ओहो त गोल हो इस हाम्रो चाहिँ गोठालेहरू बस्ने गोठ चाहिँ यो हो होइन विशेष गरेर आज हामीले गोठ जाने फेरि यसरी चाहिँ गाई गोरु चाहिँ यसरी र जम्मा पारेका छौँ ट्याक्क होइन गोठालेहरू यहाँ बस्नु भएको छ यहाँ चाहिँ गोठालेहरू बस्नुहुन्छ पहिला हामी पनि बस्थ्यौँ होइन अहिले त अब छोडियो आज चाहिँ यहाँबाट गोठ जान्छ लगभग 50-वटा भन्दा बढी गाई गोरु छन् एउटा भैँसी पनि छ आज यो सबै जान्छ यहाँ चाहिँ गोठ कुकुर त छैन इस त्यहाँको गोठमा चाहिँ पारा छ घरलागपुरी कसको यो चाहिँ खरे पुना बनाएको नमस्ते गर्ने यार एकिन्न श्रीपाली फल्ला फल्ला अहिले चाहिँ हामी धुरीमा गोरु लिन आएका मिस होइन कोसाला नमस्ते गर न या मुस्लिम हाम्रो गोरुहरू त फेरि भत्ता लाइनमा छन् यो साला एकदमै कला कलाले सम्पूर्ण भरिपूर्ण साला चाहिँ दिनु न एकचोटि यार उहाँको कला कलालाई सम्मान स्वरूप आउनु साला यता बसेर तपाईँ पानी पर्छ क्या अब त 12 बजे के आते समय यार एक बस ल साला छिटो बजाउ न अलि यता हेरिर फाइनल्ली चाहिँ अब हामी भेडालाई खाना साना बनाएर खान्छौँ
इस आजदेखि बन्द भयो के भेडाहरू आएछ त बेटा बन्ददेखि बन्द यो त मलाई लाग्ने नि हो रे बुकी लाग्ने बोक्यो भने यो कापाल होइन आज बाद आउनु न केही हो भान्जालु जब सर इस यो चाहिँ भेरागोड होइन बुकी जाँडै आज चाहिँ यहाँ जेठ पूर्णिमा चाहिँ सबै गाडीमा जान्छन् छन् र भेरा पनि आज जसरी नै हाम्रो छुटाउनु पर्ने हुन्छ लास्टमा राखेको हुन्छ हो 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 यतालाई माछा खाने अहिले तल आङ्ग्रा बस्तीका हजुर